यहाँहरू सम्पूर्णमा नमस्कार। म नवीन आचार्य। आज हामी विशेष गरी कुशे गाउँपालिका वडा नम्बर 5 मा आइपुगेका छौँ। आज हाम्रो विशेष गरी कार्यक्रम माछा मार्ने कार्यक्रम रहेको छ। यहाँहरूलाई यो दमदलाको सुन्दर बगैँचाबाट स्वागत छ। हामी चाहिँ आज माछा मार्न आएको छौँ। हाम्रो टोलीहरू यहाँ चाहिँ यसरी माछा मार्दै हुनुहुन्छ है। ल टक्क माछा तान्दै हुनुहुन्छ। लागिसकेको छ भित्र माछा, बाहिर तान्न मात्रै बाँकी हो। म चाहिँ यहाँ माछा कलेक्सनमा छु। यी माछा मरिसकेको छ माछा। मैले माछा देखाउने कोसिस गरेँ यहाँहरूलाई। यो माछालाई चाहिँ हाम्रो जुम्लामा धामी माछा भन्छन् होइन। यहाँ पनि अब हामीले मार्दाखेरि चाहिँ धामी माछा आयो। उहाँ त्यहाँ मार्दै हुनुहुन्छ फिस। अर्को पनि म फिस देखाउँछु यहाँहरूलाई। अर्को चाहिँ यस्तो फिस छ, धामी माछा पनि छ। ल यहाँ हाम्रो चाहिँ अब माछा मार्नको लागि यहाँ पानी पुरै बाँधिरहेछौँ। ल यसरी है। उहाँ भिडियो बनाउनको लागि मात्रै उठाइराख्नु भएको छ उहाँले। अब माछा यहाँदेखि मर्छ हाम्रो माछा। असली चाहिँ अब उहाँहरू हो। यसरी हाम्रो यो सुक्सिसकेको छ। अब हामी यहाँ माछा बुझ्छौँ। ल निम्जी के भइरहेछ यहाँ? पुरै यता त खोलो त पुरै बुझिसक्नु भयो त यार। सब यता बगिसक्यो अहिले।
माछा सिधै देखिन्छन् अब। चला यता देखाउनु यता। साना माछा छतिएन रहेछन् यहाँबाट। हजुर ल ल ल ल भेटियो है। ल ल पुग्यो है। तान तान ओए ल ल ल यहाँसँग यत्रो ठुलो रहेछ त अनि। गइगयो तल आउँछन् होला होइन। क्या भेटिएन माछो। गुरुले माछो फुत्काउनु भयो यार। यो पनि एउटा माछो छोप्ने एउटा पोजिसन हो। ल अहिलेसम्मको आजको हाम्रो सबैभन्दा ठुलो माछो उहाँले छोप्न सफल हुनुभयो है। यो माछो ल यो माछोलाई मैले टक्क चाहिँ यो मेरो माछा राख्ने ठाउँभित्र राखेँ। आयो ठ्याक्कै मान्छे जस्तै छ त।
त्यही हो त्यही हो प्रोटिनस हुन्छ खान्छन् क्या राजा हाल्नु क्या ल ल तानौँ तानौँ ओ ल ल ल गुड ए माथि पनि आयो ल खाना अघि नै भाइ हेऱ्यो मोबाइल तान्दैन मैले पहिला हात लगाएँ क्या फोकस गर्नु क्लिक गर्नुपर्छ हाम्रो नवीन सरको पाला तर पहिला हात लगाएँ नि मैले त्यो भित्रमा गयो गयो ल फेरि यो ढुङ्गामा बहुत धेरै माछा रहेछ त्यहाँ त अलग्गै छैन त्यहाँबाट यहीँ लाग्छ क्या यही चाहिँ हो त्यहाँ भएको गइदिनु त ल्याप म भित्रै कुकिन्छु फेरि क्लिक गर्नु सर एकचोटि नवीन सर आयो 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 नवीन सर बम्बोले पनि छ यार ठुलै रहेछ यार रहन पनि अर्को पनि छ क्या बाबा अहिलेसँगको ठुलो यो ल लाग्दैन छैन लाग्छ यहाँ त अहिलेसम्मको ठुलो मऱ्यो हेर्नु न नतान्नु झालाखेरि त गइहाल्छ केही भएको छैन यसलाई जाल हानेर चाहिँ एउटा माछा पारिसक्नु भएको छ उहाँको खातामा पनि एउटा जोडिसकेको छ स्कोर ए माछा ल टक्क यहाँ हालिहाल्ने मेरोमा एउटै पर्यो होइन गुड माछाको उहाँ हुनुहुन्छ माछाको काल हुनुहुन्छ उहाँ भलले ठोक्नु भएको छ माछा हनुमानजी हुनुहुन्छ माछालाई ठोकै हुनुहुन्छ हाम्रो हाकिम साहबले चाहिँ माछा यसरी तान्दै हुनुहुन्छ है त्यो भ्यागु त पनि हालौँ साह्रै ल्याउ त यो माछा यहाँ ल्याउ
अब त्यहीमा हाल्ने गरौँ ओहो यति धेरै आयो यार यो नै सबै भित्र हाल्यो त होला नि उल्टो बाटो हाल्यो यसमा हाल्दैन कि यसमा खुल्यो यहाँ तपाईँ धुवाइ नि बिगार्नु यसमा खुल्यो मासु फर्स्ट टाइम त्यही न एक धडीमा भर्नुपर्ने भयो त्यसो भए आज एउटा एक्लै थियो यार अर्को लाइन छ यार टाउ हेरेको छ यार टाउ चाहिँ निकालेन हो माछा यही हो हुने पहिला पनि मार्नु ल झिरमा साथीहरू माछा पोलेर तल बसाला राजा माछा पोलेर खाँदैछौँ भयो भयो अब अर्को माथि यो ल यता हेर्नु त हजुर ल माछा फाइनल्ली हाम्रो हिँड्दै हुनुहुन्छ कभर सबर लगाएर होइन राम्रो आछ क्या